हेलो एभ्रिवान मेरो सम्पूर्ण फेसबुक फ्यामिलीलाई चाहिँ ह्याप्पी होली है अनि स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा आशा गर्छु गाइज फुल भिडियो हेरिदिनुहुन्छ भनेर गाइज अहिले चाहिँ भने म चाहिँ यहाँनिर छतमा लुगा सुकाउँदैछु है आज चाहिँ घाम लागेर चाहिँ यस्तो खुसी लागिरहेको छ है यो लुगाहरू चाहिँ मैले अस्ति धुको राम्रोसँगले सुकेको थिएन र चाहिँ फेरि सुकाएँ घाममा अनि यो फुलहरू पनि भिजोस् भनेर चाहिँ मैले सबै तल झारिदिएको थिएँ नि त सेटमा चाहिँ माथि मात्रै थियो अलिअलि मात्रै अनि सेटमा भएको फुलहरूतिर पनि मैले सबै पानी हालिदिएँ आज चाहिँ हो अनि त्यसपछि चाहिँ फेरि यो लुगा चाहिँ मेरो मिसिनमा थियो लुगा पनि यति बिघ्न निस्किन्छ गाइस मेरो त के बिघ्न लुगा निस्केको हो अनि मिसिनमा घुमाइरहेको थिएँ र पखाल पुखुल पार्दैछु अहिले चाहिँ है र यो म्याट्रेस पनि फेरि बुलुले मैला गरिदिएको थियो पिसाब गरिदिएको थियो र भित्र अन्त त्यो भएर चाहिँ मैले यो म्याट्रेस पनि निकालेर चाहिँ धुइधाइ पार्दैछु है घाम लागेको मौकामा म्याट्रेस पनि धुइहालेको अनि यो अघि सुकाएको लुगाहरू चाहिँ मजाले सुक्यो फेरि घाम दामी लागिरहेको थियो नि त हावा त सिरिरी चल्दैछ चिसो नै हो अनि फेरि त्यसपछि चाहिँ फेरि अहिले धुको लुगाहरू चाहिँ फेरि सबै चढाएँ मैले चाहिँ लुगा तारमा हो त्यही हो घरको काम है यस्तै हो डेलीको हो अनि त्यसपछि चाहिँ फेरि लेबुङ आर्मी ग्राउन्डमा चाहिँ फेरि आदेशले चाहिँ मम्मी हेलिकप्टर हेलिकप्टर भन्दै थियो नि हेलिकप्टर आएछ त्यहाँनिर चाहिँ अनि मैले चाहिँ कहिले हो भनेर चाहिँ जुम गरेर देखाइदिएको है अन्त सायद कोही आउनु भएको होला हो अन्तखेरि चाहिँ त्यसपछि चाहिँ फेरि मैले चाहिँ बाल धुएँ साह्रो टाउको दुखिरहेको थियो एकपल्ट अनि पानी तताएर चाहिँ म चाहिँ मसाज गरेर चाहिँ बाल धुएँ है अनि किचनमा आएर चाहिँ फेरि दाल बसाली राखेँ मौसमको दाल बसाली राखेँ हो अनि दाल बसालेर चाहिँ फेरि भाँडा थन्काउनु थालेँ यो भाँडा धोएर चाहिँ मैले ढाकीमा तरकारी राखेको थिएँ नि त थन्काएको थिइनँ र चाहिँ फटाफटी भाँडा थन्काउनु थालेँ मैले चाहिँ हो गाइस हेर्नुहोस् है काम पनि कतिवटा निस्केको गाइस घरिघरि त आमाम कस्तो वाक्कै लाग्छ हौ अनि एकपट्टि चाहिँ फेरि मैले चाहिँ अन्डा करी बनाउनु पऱ्यो भनेर चाहिँ अन्डा उसिन्नु राखिराखेँ हो अनि यतापट्टि चाहिँ फेरि यो डुकु अस्ति आप्पाले ल्याइदिनु भएको सकेकै थिएन अनि डुकु चाहिँ फेरि अलिकति केलाइहालेँ ओल्छाइ पोल्छाइ पार्नुको लागि हरियो सब्जी त फेरि यति साह्रो मनपर्छ गाइस है अनि अन्डा करीको लागि चाहिँ फेरि मैले यहाँनिर मरमसला रेडी गर्नु थालेँ ग्राइन्डर पनि गरेँ हो अनि पुसपास गरेर चाहिँ फेरि राखेँ त्यसपछि चाहिँ सबभन्दा पहिला चाहिँ फेरि म चाहिँ डुकु पकाउनु पऱ्यो भनेर चाहिँ फेरि डुकु चाहिँ भुटभाट पार्नु थालेँ यहाँनिर है प्याजहरू खराएर उयोहरू खराएर चाहिँ डुकुलाई चाहिँ ओल्छाइ पोल्छाइ पार्नु पऱ्यो कलिलो डुकु चाहिँ एकछिनमै पाकिहाल्छ हो अनि यसरी मजाले चलाइसकेर चाहिँ माथिबाट नुन हालिदिनुपर्छ यति मजाले पाक्छ है र एकपट्टि चाहिँ फेरि अन्डा छिल्नु थालेँ मैले चाहिँ हो अन्डा करीको लागि चाहिँ है र अन्डा छिलछाल पारिसकेर यता डुकु पनि पाकिसक्यो अनि क्यासरोलमा खनाएँ है क्यासरोलमा खनाएर चाहिँ फेरि त्यही कराईमा पकाउँछु भनेर चाहिँ मैले कराई धुइँदै पारेर लिएर फेरि बसेर यो कराई कालो छ भनेर मैले जज नगरिदिनुहोस् यो जति नै धुए पनि कालो नै हुन्छ हो अन्डामा यसरी दाग लगाएर हल्दी हाल्यो भने चाहिँ फ्राई गर्दा पड्किँदैन भनेर चाहिँ मेरो ममले सिकाउनु भएको है र मैले पनि त्यसै गरेँ हो अन्डा पनि फ्राई गरिसकेँ गाइस है र अन्डा करीको लागि चाहिँ फेरि मरमसला चाहिँ यहाँनिर त मैले भुट्दैछु है फटाफटी अनि एकपट्टि चाहिँ फेरि भातको लागि चाहिँ पानी बसालेँ